हेलो नमस्ते जय श्री राम साथीहरू। आज हो अति नै पावन पवित्र शुभ दिन अक्षय तृतीया 2025। बिहानै उठिकन पूजा पाठ गरिकन आज चाहिँ खरिदारी गर्नुपर्छ है, दरो खरिदारी गर्नुपर्छ है भनेर चाहिँ सोच बनाएर राखेको थिएँ। अनि हस्बेन्डसँग मस्ती मजाक पनि गरियो। अनि बिहानै उठेर चाहिँ सबै पूजा पाठ गरेर फेरि भाइको लागि गइयो दराज किन्नको लागि। कपाटको उनीहरूलाई एकदम आवश्यकता थियो त गएँ। अनि मैले नै रोजेर उनीहरूको लागि कपाट किनिदिएँ। पैसा उनीहरूले दिएका हुन्, रोजेको मात्र मैले हो बाइ द वे। अनि एकदम सुन्दर, अति नै राम्रो लाग्यो मलाई यो कपाट। अनि कपाटको पनि हाम्रो इन्डियामा चाहिँ जे कुरा ल्याए पनि, अब फर्निचर भयो अथवा फ्रिज, जे कुरा ल्याए पनि हामी पूजा गर्ने चलन छ। पूजा गऱ्यौँ। त्यसपछि फेरि हामीलाई चाहिएको थियो फ्रिजर, एउटा नयाँ फ्रिजर चाहिएको थियो। हामीसँग अलरेडी 3-4 फ्रिजर छ। अनि फेरि एउटा फ्रिजर मलाई चाहिएको थियो। अनि त्यो चाहिँ फ्रिजर किन्न गयौँ हामी। हेर्नुहोस्, अनि भाइ र मेरो पतिदेव गएर चाहिँ फ्रिजर किनेर ल्याउनु भयो। हेर्नु, बाबु चाहिँ यहाँ फ्रिजर कहिले आउँछ भन्दै वेट गरेर बसिराखेको थियो। माथि बारदलीबाट हेरिराखेको थियो। ल, फ्रिजरको गाडी पनि आइहाल्यो। हस्बेन्ड र प्यारो पतिदेव र भाइले चाहिँ फ्रिजर पनि ल्याइ पनि सके। यो 250 लिटरको फ्रिजर हो। आज अक्षय तृतीयाको किन्न चाहिँ मलाई अस्ति नै किन्न खोजेको थियो, तर अक्षय तृतीयाको दिनै शुभ दिनमै किनौँ न भनेर आजै किनियो। एक्चुअली यो फ्रिजर किन्नुको कारण के छ भने, किन फ्रिजर कति धेरै किनेको भन्ने सोच्नुहुन्छ भने, यो चाहिँ मैले चाहिँ क्लाउड किचन चलाउँछु। यानि कि जोमेटो, स्विगी, डोमिनोज भन्ने सबैले सुन्नु भएकै होला। नेपालमा चाहिँ छ कि छैन, नेपालमा छ न त अवश्य होला, तर अर्कै नामले होगा। यहाँ चाहिँ इन्डियामा चाहिँ जोमेटो, स्विगी, डोमिनोज, यस्तै अब पिज्जा हट, यो चाहिँ फुड डेलिभरी गर्ने प्लेटफर्म हो। जस्तै युट्युब प्लेटफर्ममा हामीले भिडियोहरू हाल्छौँ नि, त्यस्तै यो चाहिँ फुड डेलिभरी गर्ने प्लेटफर्म हो। हामी चाहिँ रेस्टुरेन्टबाट पनि सकिन्छ र घरबाट पनि क्लाउड किचन चलाउन सकिन्छ। त मेरो अब यसमा चाहिँ सामानहरू फ्रोजन गरेर राख्नुपर्छ, स्पेसली मोमोज, चिज आइटमहरू भयो। आइस फ्रिजको पनि पूजा गरियो। जस्तो कि मैले भनेको थिएँ, हामीले जे पनि सामान ल्याउँछौँ त्यसको पहिला पूजा गर्छौँ। स्पेसली इलेक्ट्रिक आइटमको त पूजा गरेर नरियल फोडेरै पूजा गर्छौँ। अनि त्यो सामानको वेलकम गर्छौँ। यसो गर्नाले त्यो सामानले चाहिँ हामीलाई लामो समयसम्म साथ दिन्छ अनि शुभ लाभ हुन्छ भन्ने हाम्रो यहाँ इन्डियाको मान्यता हो। हजुरहरूले चाहिँ नयाँ सामान ल्याउँदाखेरि के कसो गर्नुहुन्छ? गाडी ल्याउँदा चाहिँ विशेष गरी 4 व्हिलर 2 व्हिलर ल्याउँदा चाहिँ अवश्य पुजिन्छ, नेपालमा पनि मलाई थाहा छ। अनि इलेक्ट्रिक सामान ल्याउँदा चाहिँ पुज्नुहुन्छ कि हुन्न, मलाई कमेन्ट बक्समा भन्नु है त। अनि त्यसपछि चाहिँ सबै काम कुरो भइसकेपछि हामी चाहिँ भाइको घरतिर लाग्यौँ। आज अक्षय तृतीयाको दिन भाइको घरमा खानापिना बनाइएको छ, त उतै खाना खाने भनेर अनि चाहिँ भाइले भन्यो। अनि हामी चाहिँ भाइको घर गयो। यो हाम्रो भाइको घर हो। ल, हेर्नुहोस्, भाइले भर्खरै मात्रै नयाँ घर लिएको छ। यसमा चाहिँ यो नयाँ घरमा प्रवेश गरेको, सिफ्टिङ गरेको चाहिँ मैले भिडियो ब्लग आफ्नो युट्युब च्यानल इन्डियन बाबु नेपाली म्याम भन्ने मेरो युट्युब च्यानल छ, त्यसमा मैले बनाएको छु। गएर हेर्न सक्नुहुन्छ। मेरो भाइको घर राम्रो छ, मलाई त मनपर्छ। किचन देखाइदिन्छु। यो टोयलेट बाथरूम, किचन। भाइको चाहिँ आफ्नो सानो एउटा क्याफे रेस्टुरेन्ट छ। यहाँ सबै क्याफे रेस्टुरेन्टका सामानहरू छन्, सबै फ्रोजन फुडहरू छ। यसमा मोमो भरिएको छ। अनि यो हाम्रो चाहिँ मोमो रोटी मेकर मसिन हो। यो वेट मसिन थुप्रै छ। गमलाहरू यताउति बाहिरको ग्यालरी खुब राम्रो छ। यहाँ घाम लाग्छ। फुल आयो होला नि है दुर्गी? फुल आयो होला नि एउटा दुईटा? कङ्ग्रेचुलेसन सुजल, बिजनेसको 3 वर्ष पूर्ण भयो। अनि अक्षय तृतीया त हो, आज विशेष दिन पनि छ। मेरो भाइको क्याफेको आज पुरा 3 वर्ष पुरा भयो बिजनेस। हामी यहाँ गफगाफ गऱ्यौँ, रमाइलो गऱ्यौँ, अनि खानपिन पनि गऱ्यौँ। मस्ती मजाक गर्दै यहाँ हामी खानपिन गर्दैछौँ अब भाइको घरमा। अनि भाइले धेरै धेरै मेहनत गरेर यो घर उसले लिएको। अनि यो घरको सामानहरू एक चिज उसले मेहनत गरेको छ। र उसको भाइ आफ्नो मेहनतको कारणले गर्दा नै आज यति राम्रोसँग सेटल भएको छ। सायद म पनि त्यति राम्रोसँग सेटल भएको छैन होला, ऊ त्यति राम्रोसँग सेटल भएको छ। र यहाँ आज हाम्री भाइ बुहारीले खाना बनाएका छन्। लबलबाती हुई खीर, पनीर की सब्जी। ये आई लव पूरी, खीर पूरी बहुत पसंद है मुझे। ये खीर तो जल्दी से
अचार छ, यो नेपाली पुरी छ, यो नेपाली चपाती छ, नेपाली सब्जी छ। नेपाली हामी सबै नेपाली हो। ये नेपाली खीर है मुझे। नेपाली बोल्ने मेरे को। के बनियो? जय श्री राम। जय श्री राम बनियो। और क्या बनियो? बस हो गया। हो गया? ये क्या बनियो? जय श्री राम। और क्या बनियो? और क्या बनियो? खाना खा रहे हैं। खाना खा रही हो? हेलो जय श्री राम। आज अक्षय तृतीया हो। अक्षय तृतीयाको धेरै धेरै शुभकामना। हुन त यो भिडियो अक्षय तृतीयाको भोलिपल्ट आउँछ होला। भोलिपल्ट आज अक्षय तृतीया दिउँसो भइसक्यो अनि बिहानै हामीले आज धेरै खरिदारीहरू गर्यौं। अब चाहिँ अलिकति म केही गोल्ड किन्न चाहन्छु। गोल्ड यति महँगो छ साँच्चै मेरो बसमा मेरो औकातमा त छैन, तर पनि म सानो सानो केही कुराहरू किन्न जाँदैछु। आज अक्षय तृतीयाको दिन मैले धेरै नै महँगो छ, अब गोल्ड किन्न त सकिँदैन। हामी जस्तो सानोतिनो साधारण मान्छेको बसमा गोल्ड किन्न हाम्रो लागि असम्भव नै भइराखेको छ अहिलेको जमानामा। लगभग यहाँ गोल्ड 24 क्यारेट 97,000 आइसी है। म तपाईलाई किनेर आएपछि त्यसको रेटहरू पनि बताउँछु। अनि 24 क्यारेटको 22 क्यारेटको चाहिँ 85-86 हजार भन्दा माथि चाहिँ 22 क्यारेटको म चाहिँ जाँदैछु। अहिले म देखाउँछु। म सानो सानो केही कुराहरू किन्दैछु। म एउटा दुईटा त्यो म तपाईलाई देखाउँछु। र यहाँको रेट के कति चलिरहेको छ अनि नेपालको तुलनामा यहाँको रेट के कति छ म तपाईलाई बनाउँछु। अहिले चाहिँ म सुन ज्वेलरी पसल जाँदैछु। लेट्स गो। बाबा जय श्री राम बाबा। बाहर थोड़ी देर में आएंगे। हाँ थोड़ी सी खरीदारी के लिए जा रहे हैं। अच्छा लेकिन लंडनको चिसोले समाउँदा अनि माया चुने बस्नु। अच्छा लेकिन लंडनको चिसोले समाउँदा अनि बाबु छेउमा बस्नु। अनि बाबु छेउमा बस्नु। जय श्री राम। चलो अंदर। सुन पसल चाहिँ पुग्यो हामी। अनि त्यहाँमा हेर्न थाले, सुन गहना यसो हेर्न थाले। अनि त्यसपछि सुनको रेटको बारेमा सोधे के कति छ भने आम्मा कति महँगो हो। म त ढन्नै ढलिन, यति महँगो। म त 3 छक पर्यो। पहिला त किनौँ भयो। त्यसपछि मैले चाहिँ धेरै दिनदेखि सानो केही न केही किन्छु नै भनेर सोचेको थिएँ। त्यही भएर मैले चाहिँ किन्ने निर्णयले। महँगो चाहिँ अति महँगो थियो। के कति रेट थियो र म धन्नै ढलिन है। त्यो चाहिँ म घर गएर हजुरलाई बताउँछु है मैले के किने भनेर भन्दाखेरि यहाँ मैले सानो मङ्गलसूत्र किने। हेर्नुहोस्, रेगुलर युजको लागि मङ्गलसूत्र किने। किनकि अब त्यो बिहा वर्तमानमा पाएको मङ्गलसूत्र अति नै ठुलो छ होइन। 3-4 तौलाको छ त्यो मङ्गलसूत्र। त्यस्तो लगाएर त डेली घरमा बस्ने कुरो भएन। मेरो एउटा सानो मङ्गलसूत्र थियो, त्यो हरायो। त्यही भएर चाहिँ मलाई यो एउटा किन्नु पर्यो। मैले चाहिँ एउटा सानो मङ्गलसूत्र किने। अनि यो चाहिँ 2टा औँठी किने। हेर्नु, अनि यो कति ग्रामको औँठी हो, गोल्ड हो। अनि के कतिमा किने म तपाईलाई चाहिँ घर गएर भन्छु ल। महँगो चाहिँ अति महँगो छ। हामी जस्तो सर्वसाधारणले सुन किन्न चाहिँ साह्रै गाह्रो छ। के भन्ने, अब यस्तो सुनको भाउ बढिरहेछ, अगाडि के हुने होला है। त्यसपछि यहाँ खनखनी क्यास गनेर हामीले पैसा चाहिँ दियौँ। अलिकति क्यास दियौँ, अलिकति गुगल पे गऱ्यौँ होइन। सबै लिएर अब चाहिँ म घर आइपुगेँ। हामी गोल्ड किनेर आज चाहिँ दोहोरो सपिङ भयो। 1.5-2 लाखको सपिङ चाहिँ गरियो होला आज। जस्ट जोक पार्ट होइन, लगभग 1.5 लाख जतिको गरियो होला। आवश्यक सामान थियो, किन्नै पर्ने थियो। कहिलेकाहीँ मात्रै हुन्छ यस्तो सपिङ, न सधैँ त हुँदैन। रिङको डब्बा हेर्नु न, कति क्युट टाइपको डब्बा के। वाउ, सो क्युट अनि मजबुत पनि। अनि यो मैले किनेको निलो मङ्ग्यो है, मैले बनाएको छु। गोल्ड त किन्नै नसक्नु छ है आम्मामा हामी सर्वसाधारणले। त्यही पनि मैले थोरै मैले कसरी के गरेर कति पैसा जुगाड गरेर किनेछु भन्ने कुरा मलाई नै थाहा छ। यति
यति नै धेरै नै महँगो भएर सुनको भाउ रेटै सुनेर डराइस भने कसरी किनिस् तैँले भन्ने सोच्नुभयो होला। अब त्यो त अब हामी आए मान्छेहरूले कसरी के गरेर कति जोन जतन गरेर जम्मा गरेर के गरेर किन्छौँ नि किन्न त। अब यसमा चाहिँ यो लगभग मेरो 1 तोला पनि छैन है, 9 ग्राम सुन जति होला, लगभग 1 तोलै भनिदिउँ न। अब त्यो त के पर्सेन्टेजहरू रसायनहरू काट्छन् यताउति गर्दा यो 1 तोला जति छ, अलिकति 1 तोला पनि पुगेको छैन जस्तो लाग्छ मलाई है। यो चाहिँ जम्मा 4.5-5 ग्रामको मंगलसूत्र, यसको चाहिँ 40,000 भन्दा 40,000 समथिङ कति परेछ यो सानो मंगलसूत्रको है। रेगुलर युजको लागि मैले बनाएको, त्यही भएर धेरै महँगो बनाइन। अनि यो औँठी चाहिँ यो 3.5 ग्राम जतिको हो, यसको चाहिँ रेट 32,000 जति परेछ यो एउटा औँठीको मात्रै। आइसी है, आइसी को कुरा गर्दैछु। अनि यो यति महँगो छ, यो रिङ चाहिँ 20,000 भन्दा 20,000 समथिङको परेको छ। अनि लगभग मेरो 9 ग्राम समथिङको सुन परेको छ। अनि यो सबै मिलाएर 96,000 को सुन हो आइसी। अनि 96,000 चाहिँ 96,600 समथिङ चाहिँ अहिले यहाँ इन्डियामा 24 क्यारेटको रेट चलिरहेछ। अनि 22 क्यारेटको रेट चाहिँ अहिले यहाँ हाम्रो इन्डियामा चाहिँ 88,000 समथिङ छ है। आजको डेटमा मैले आजको अक्षय तृतीयाको डेटको रेट बताइराखेको छु। हुन त भिडियो 1-2 दिन लेट आयो होला, यति महँगो छ। 96,000 24 क्यारेटको भनेपछि अब तपाईले यहाँको रेट छ। नेपालमा त मैले सुनेको छु कि 1.5 लाख भन्दा नेपाली 1.5 लाख भन्दा माथि नै छ, 1,80,000 समथिङ छ सुनको रेट चाहिँ मैले सुन्नमा आएको छ हैन। 96,000 समथिङ भनेपछि नेपाली चाहिँ हाम्रो कति पर्न गयो भनेदेखि 1,54,55,000 कति पर्न जान्छ है, 1,54,55,000 जति पर्न जान्छ। अनि भनेपछि अब आफै भन्नु न, सर्वसाधारणहरूले लाख रुपियाँ अनि यति 10 ग्राम सुनको लाख पनि हैन, 1.5 लाख 2 लाख नेपाली हिसाबले 1.5 लाख 2 लाख, अब इन्डियाको हिसाबले चाहिँ लगभग लाखै पुग्न लागिसक्यो भनेपछि कसरी किन्ने सर्वसाधारणले? यो त मैले अब कति दुःख गरेर कति जतो जयन गरेर कसरी किनेको छु भन्ने कुरा मलाई नै थाहा छ। अब त्यो सबै कुरा भनिराख्ने कुरा त हुँदैन। यसरी नै हजुरहरूले पनि कति दुःख गरेर के गरेर जम्मा गरेर किन्नुभयो होला हैन। तर पनि हामी सर्वसाधारणको लागि चाहिँ सुन किन्न साह्रै गाह्रो टाइम आइसकेको छ। मैले यहाँको रेट तपाईलाई बताइदिहाले आइसी भारू हैन। अनि नेपालमा छ नि एक्ज्याक्टली सुनको रेट चाहिँ कति छ 22 क्यारेट र 24 क्यारेटको, मलाई चाहिँ एक्ज्याक्टली कति छ कमेन्ट बक्समा जरुर लेखेर बताउनु होला है, म पनि जान्न चाहन्छु। हिजो लाइउरी हेरेर नापेरै आएको हो के रे, फेरि एकपल्ट औँठीलाई पनि हेरिहाल। मलाई निलम लाउने चाहिँ साह्रै इच्छा छ। अनि त्यो पनि ठुलो स्टोन, मैले यो निलमको क्यारेट जति छ नि त्यसको चाहिँ हामी सर्टिफाइड निलम पाइन्छ। अहिले चाहिँ मैले सर्टिफाइड निलम लिएको छु। अनि यो पत्थर चाहिँ जो हो निलमको ओरिजिनल पत्थर हो। यो मैले यो बीचको मझली औँलाको लागि बनाएको थिएँ। अनि यो चाहिँ मेरो पत्थर पहिले थियो, यो पत्थर पुरानै मलाई अति नै मनपर्ने कलर रिङ पत्थर चाहिँ मैले आफैले दिएको थिएँ, पुरानै रिङको पत्थर यो कलर पनि। अनि यो चाहिँ मैले यो औँलाको लागि बनाएको थिएँ। सो प्रिटी। 1000 मेकिङ चार्ज यताउति गरेर 96,000 पर्यो, 2-3 हजार रुपियाँ कम पर्यो 1 लाख पुग्नलाई भनौँ न। अब त्यही हिसाबले अब के गर्ने त, अब 1 तोला पनि छैन हेर्नुहोस् मुस्किलले, अनि 1 लाख रुपियाँ जति खर्च भयो। यति महँगो छ सुन। अब त सायद कहिले किनिन्छ थाहा भएन है। मैले चाहिँ यो रेगुलर युजको लागि बनाएको हो। अब गोल्ड शपिङ गरेर आउँदै पनि लेट भयो। देखिहाल्नु म बापरे कति महँगो सुन त किन्नै नसक्ने भयो। मेरो त बसको बात छैन है सुन किन्नु। हजुरहरूको हाल खबर चाहिँ कस्तो छ बताउनु है। अबाउट गोल्ड धनी मनीलाई त फरक नपर्ला है, तर हामी जस्तो सर्वसाधारणलाई चाहिँ धेरै फरक पर्छ। यो चाहिँ गोल्डको जुन बढ्दो भाव छ नि अति छ। पछिल्लो त जनता नभए पनि केही न केही मान्छेहरूले किन्न सकिरहेछन्। आउने दिनहरूमा कति हुन्छ होला, लाखबाट 2 लाख 3 लाख 4 लाख। अनि त्यति बेला सर्वसाधारणहरूले सुनको ठाउँमा के गर्छन् होला है, मलाई त्यो चाहिँ एउटा उत्सुकता लागिरहेछ। सायद त्यसको सब्स्टिट्युटमा केही आउला हैन, केही रिप्लेसमेन्ट हुन्छ होला अवश्य पनि, केही न केही हुन्छ। हरेक समस्याको केही न केही समाधान त हुन्छ पनि। आज अक्षय तृतीयाको दिन धेरै रमाइलो भयो। बिहानदेखि शपिङ बिहान तृतीयाको दिन चाहिँ गोल्ड किन्नु अति नै शुभ मानिन्छ। आजको दिन एकदम रमाइलो भयो, राम्रै भयो। आजको ब्लग चाहिँ म यही एन्ड गर्छु है त। मेरो भिडियो तपाईहरुलाई कस्तो लाग्छ अवश्य कमेन्ट बक्समा लेख्नुस् होला। जय श्री राम लेख्न नबिर्सनु होला। बाई बाई। जय श्री राम, हर हर महादेव।